फूड फेस्टको लागि बिरयानी चाहिँ एकदम हाम्रो चाहिँ रेडी हुँदैछ हो। रेडी भएर हाम्रो मिक्स हुँदैछ एकदम सामग्रीहरू एकदम धमाधम हुँदैछ। त्यो चाहिँ हाम्रो 10 केजी राइस हालेको थियौँ हामीहरूले अघि अगाडि बनाइसकेको थियो। सिमल तरुन हाम्रो बोइल भयो रेडी भइसकेको छ। हाम्रो इन्डियन ग्रेभी पनि रेडी भइसकेको छ हाम्रो उहाँको लागि। हामीले एक भाँडो इन्डियन ग्रेभी बनाएर रेडी बनाइसकेको छौँ। मुनाहरू मैले चट्टसँगले रेडी बनाइदिइसकेको छु एउटा ठुलो बर्तनमा। हाम्रो एकदम काम जारी छ, लिएर जानुपर्ने छ फुड फेस्टको लागि। हाम्रो 5 बजीदेखि उहाँ स्टार्ट हुन्छ। यो फ्राइड राइसको लागि राइस हामीले ओके बनाइसक्यौँ। पानी थापिँदैछ। पानी चाहिँ भनेको नुडल्स बोइल गर्नको लागि हो। चाहिँ हामीले यहाँ 5-7 प्याकेट 1 केजीको प्याकेट गरेर लगभग 6-7 प्याकेट बोइल गर्दैछौँ। सबै सामानहरू कम्तर दम हुँदैछ भइरहेछ। यो हाम्रो बिफ यसलाई भन्छ हटिसकेको बिफ हो। यो हाम्रो 10 किलो थियो। यो पनि हामीले रेडी बनाइसक्यौँ। यो त मसलाको लागि आलु अहिले रेडी गर्नु हुँदैछ। चिकनहरू फ्राई गरेर हामीले यता रेडी बनाइसक्यौँ। सबै आज हामीले सबै उयो गरिसक्यो। हाम्रो मसला दाइले चाहिँ मसल्सले चाहिँ मसला ट्याटु हेर्नुहुन्छ भने दाइको बबालै छ हो। खतरा छ हाम्रो शान्तिनगरको दाइ हो। ल सब कामहरू भक्कु भइसक्यो। के गर्नु यस्तै छ। अर्डरहरू आइरहन्छ बेला बेला हाम्रो भेना। ल सबै कार्यहरू हुँदैछ। अब उहाँ लगेर हामीले सेट गरिसके पछाडि फेरि म लाइभ भिडियो फेरि देखाउने नै छु। ल